हे गुन्यो चोली पछ्यौरी ढाकाको मैतिर छ निशाना खाको तिमी मेरो बने न बने नि त्यतैका छन् हेराम भने नि। दर्शकबिन नमस्कार। दर्शकबिन पछिल्लो समय गीत सङ्गीत निकै नै प्रतिभाशाली जोडी लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङ र लोक तथा दोहोरी चर्चित गायक पछिल्लो समय आफूलाई दर्शक श्रोताहरूको माझमा निकै परिचित हुन सफल भएका लोकप्रिय गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको पछिल्लो समयको लाइभ दोहोरी र विभिन्न गीतहरूको केही जानकारी छोटो फलह भिडियो लिएर हजुरमाझ उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। दर्शकबिन यस भिडियो पुरा सुनेर र हेरेर हामीलाई अन्त्यसम्म साथ दिनला। पछिल्लो समय दर्शक श्रोताहरूको मन मुटुमा बस्दै आएकी लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङ र लोक तथा दोहोरी चर्चित गायक चिज गुरुङको यतिखेर पछिल्लो समय निकै चर्चामा रहेका जोडी गायक चिज गुरुङले आफू र गायिका निर्जला गुरुङको लाइभ दोहोरी मात्रै नभएर आफ्नो एल्बमको गीत र आफूहरू देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो र गायिका निर्जला गुरुङको निकै नै दर्शक श्रोताहरूको माझमा आफूहरूले कार्यक्रममा सहभागी गर्ने अवसर मिलेको र आफूहरू देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङ र गायक लन्टु तथा चिज गुरुङले जानकारी गराउनुभएको छ। गायक चिज गुरुङले पछिल्लो समय आफू गायक लन्टुबाट निकै परिचित भएपछि आफू देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिलेको र दर्शक श्रोताहरूले आफ्नो र गायिका निर्जला गुरुङको जोडीलाई पनि निकै नै मन परेर पछिल्लो समय आफूले एकपछि अर्को उत्कृष्ट गीत र आफ्नो देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रमको सहभागी हुने अवसर मिलेको भन्दै लोक तथा दोहोरी चर्चित गायक चिज गुरुङले जानकारी गराउनु भएको छ। आफ्नो एल्बमको गीतहरू बजारमा निकै नै चर्चाको शिखरमा रहन सफल भएको लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङ र गायक चिज गुरुङले जानकारी गराउनु भएको छ। गायिका निर्जला गुरुङले जानकारी दिएअनुसार गायक चिज गुरुङ आफ्नै गृह जिल्लावासी र आफूले र गायक चिज गुरुङले देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको र आफू र गायक चिज गुरुङले गाएको आफ्नो एल्बमको गीतहरू यतिखेर बजारमा निकै चर्चाको शिखरमा रहन सफल भएको र दर्शक श्रोताहरूको निकै नै रोजाइमा रहेको भन्दै लोकप्रिय गायिका निर्जला गुरुङले जानकारी गराउन चाहिँ गायक चिज गुरुङ र आफ्नो सामाजिक सञ्जालमा नाम जोडिँदै आएको र दर्शक श्रोताले आफ्नो र गायक चिज गुरुङको जोडीलाई भने निकै नै मन पराइन र आफूहरू साङ्गीतिक जोडी भने लामो समयदेखि आफू सङ्घर्ष गर्दै गीत सङ्गीतमा यहाँसम्म आइपुग्न सफल भएको र दर्शक श्रोताहरूको यति धेरै माया र साथमा त आफू निकै खुसी भएको जानकारी गराउनु भएको छ। गायिका निर्जला गुरुङले जानकारी दिएअनुसार गायक चिज गुरुङ र आफ्नो केही लाइभ दोहोरीको टुक्काहरू नि आजभोलि सामाजिक सञ्जालमा विभिन्न सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको र दर्शक श्रोताले आफ्नो र गायक चिज गुरुङको एल्बमको गीत निकै मन पराइदिनु भएको हुँदै लोकप्रिय गायिका निर्जला गुरुङले जानकारी गराउनु भएको छ। दर्शकबिन हजुरहरूलाई गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको कुन चाहिँ गीत अति मनपर्छ तल रहेको कमेन्टमा कमेन्ट गरेर पनि नबिर्सिनु होला।